लाउन भन्दा गल्फ कन्ट्री जानुहोस् साथीहरु। जाउँ न एउटा कन्टिनेन्ट स्पोर्ट जाने चाहिँ अब हामी चाहिँ रुम जाँदैछौँ। कन्टिनेन्टले गएर हामी रुम जान्छौँ अब चाहिँ। हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदम आरामै छु। अनि आज चाहिँ आफ्टर लङ टाइम पछि चाहिँ म भ्लग स्टार्ट गर्दैछु। कामको व्यस्तताले भ्लग बनाउन सकिएन। आज चाहिँ हामी के छ त हाम्रो स्पेसल आज, सो तपाईँले भिडियोमा देख्नु नै हुनेछ। अनि आज चाहिँ भिडियो चाहिँ एकदम बवाल आउँदैछ। अनि हाम्रो ह्यान्डसम सर, बसन्त सर र म चाहिँ ताबेर भन्ने ठाउँमा जाँदैछौँ। उल्टो भयो भन्न चाहिँ। अनि हाम्रो साथीहरू चाहिँ बोल्डमा जानु भइसक्यो हाम्रो छोडेर। अनि हामी चाहिँ ट्रेनमा जाँदैछौँ। सो हामी चाहिँ हाम्रो लुजसम्म पुग्नुपर्ने हुन्छ। सो भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिदिनु होला। अनि कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै हामी चाहिँ लुज जाँदैछौँ ट्रेन स्टेसन। त्यहाँबाट हामी गएर साथीहरूलाई भेट्नुहुनेछ। ह्यान्डसम देखिएछ त ओहो साथीहरू। हामी चाहिँ अब लुज जाँदैछौँ हिँडेर। हाम्रो बसन्त सर चाहिँ ह्यान्डसम बनेर ब्युटी भएर आजको मौसम चाहिँ चिसो चिसो शीतल छ। भनिदियो त्यो साथीहरू। हाम्रो ट्रेन चाहिँ 10:26 को छ, 10:20 भइसक्यो। थाहा छैन हामीले अब ट्रेन भेट्टाउँछौँ कि नै। हामी चाहिँ रफ्तारमा जाँदैछौँ। हाम्रो बसन्त सर अगाडि हुनुहुन्छ। यहाँ चाहिँ लुज ताबेर, यहाँ चाहिँ लुज भन्ने ठाउँ। यहाँ चाहिँ यस्तो राम्रो फुल फुलेको रहेछ। वा आजको मौसम यस्तो दामी छ यार। हाम्रो यहाँ पोर्चुगलमा चाहिँ गर्मी हुन थालिसकेको छ। बसन्त सर। अनि हामी चाहिँ ट्रेन स्टेसन जाँदैछौँ। सायद ट्रेन छुट्यो होला। यहाँ पनि नेपालको जस्तै रहेछ। ट्रेनको आउने टाइम सीमितै हुँदैन, मन लाग्दै आउँछ भन्नाले। अब 10:26 को ट्रेन छ। तर पनि 10:30-35 तिर आइन्छ कहिले। है साथीहरू, हाम्रो बसन्त सरको आफ्नो देशप्रति झन्डोप्रतिको माया। हामी चाहिँ जाँदैछौँ ट्रेन स्टेसन। ल साथीहरू, यहाँ चाहिँ कुकुर भुक्दैछ पोर्तुगलमा। घरै पछि कुकुर हुन्छ यहाँ चाहिँ 4-5 वटा पोर्तुगलमा। अनि हाम्रो नेपालमा त यस्तो विधि त हुँदैन, मान्छेले यस्तो गरेर त पाल्दैन। हाम्रोतिर त पाले पनि आजभोलि यस्तो विधि छैन। हो साथीहरू, हामी ट्रेन स्टेसन आइसकेको छौँ। लुजको ट्रेन स्टेसन सुनसान छ। ट्रेन गइसक्यो क्या बसन्त सर? यताबाट गइन्छ हामी फारो गइन्छ त्यो साइड। यस्तो दामी छ कि पछाडिको सिनहरू नै यताको। यताबाट गइन्छ ताबेर गइन्छ। अनि हाम्रो बसन्त सर आज चाहिँ ह्यान्डसम भएर खर्च भएर चर्चा भएको छ होइन बसन्त सर? त्यो छिटो दौडिँदा आएर खुट्टा दुख्ने गरेर दौडिँदा आएर ट्रेन चाहिँ छुट्यो। हामी चाहिँ अब कुर्दैछौँ। अब हामी चाहिँ ताबेर जान्छौँ। साथीहरू चाहिँ पुगेर पनि भाषण सुन्दै हुनुहुन्छ। हामी चाहिँ अब एकछिनमा जान्छौँ। अब जताबाट ट्रेन आउँछ त्यतै जान्छौँ हामी चाहिँ। सो भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। ह्यान्डसम म्यानलाई ल साथीहरू। अब हामी चाहिँ घन्टा अब के गरेर बस्नु। बिहान चाहिँ हतार गरेर दौडेर आयो। बस्दैछौँ हामी ट्रेन स्टेसनमा। ट्रेन चाहिँ आज चाहिँ चाँडै नै गएछ।
अनि बसन्त सर वर्किङ भिसा खुल्या भन्ने कुरा छ त के कसो कुरा तपाईँलाई केही थाहा छ? पोर्चुगल आउनभन्दा गल्फ कन्ट्री जानुहोस् साथीहरू। पोर्चुगल आएर काम छैन, वर्किङ भिसा खुले यहाँ आएर गल्फ जस्तै लदाउनु काम छैन सिधा। ल है साथीहरू, अब धेरै मोटो रकम तिरेर यहाँ आउँदा काम छैन। दलाललाई तिरेर मोटो रकम 20-22 लाख तिरेर वर्किङ भिसामा आउनु काम छैन। यहाँ पिआर पाउला भन्ने कुनै चान्सै छैन, किनकि वर्किङ भिसामा आउनेहरूले पिआर पाउँदैन, टिआर पाउँदैन, जे पनि पाउँदैन। यहाँ फटिया आउनु, गफ लाउनु र दुःख पाउनु मात्रै। भोलि गएर लखै भनेको थियो दुःख पाइयो भनेर चाहिँ नभन्नु होला साथीहरू, यो चाहिँ यथार्थ हो। अब उहाँ गएर बसेर गफ लाहा भन्ने चाहिँ हुन्छ होला, तर त्यो चाहिँ नसोच्नु होला, किनकि यहाँभन्दा राम्रो बरु 1 लाख रुपियाँमा गल्फ जानुहोस्, मजाले महिनै पछि 50,000 60,000 कमाउनुहोस्, घर पठाउनुहोस्। कमसेकम त्यहाँ बसेको 2 वर्षको पैसाले धेरै कुराहरूमा फाइदा हुन्छ। यहाँ आउनु त्यो 18-20 लाख कहिले तिरेर भ्याउनु, जुनी जान्छ जुनी। त्यसैले साथीहरू यही सल्लाह हो, आफूहरूमा के अरे धैर्य धारणा राख्नुहोस् अनि टक्कसँग अब त्यही कुरा रोमानिया क्रोएसिया जानु होला। बरु रोमानिया क्रोएसिया जानु, त्यहाँ पनि राम्रो छ। त्यहाँ बरु सेन्जन भए त्यहाँको टिआर पाउँछ, गजब छ। पोर्चुगल आएर बेकार है, दलाललाई मोटाउने गरेर फाइदा छैन, काम छैन। त्यसैले भोबो बाबा नआउनु होला भनेर म यही भन्न चाहन्छु। यही बिन्ती बिसाउन चाह्यौँ हामी दुईजनाले चाहिँ। अब हामीले थाहा भएको हजुरहरूले दुःख नहोस् भनेर भनेको अब त्यो ल। हामी चाहिँ साथीहरू बस्दा बोर भयो, आउनु बड्डा उता। अनि हामी चाहिँ एउटापट्टि रोड छ, पार्क जस्तो छ, हेरौँ कस्तो रहेछ। रोड जस्तो छ कि तल त्यताबाट माथि पार्क जाने ठाउँ छ कि, जहाँ पार्क गरेर आउनु माथि जाने हो। यो माथि छ त अगाडि सुर्केपछि। धुप है साथीहरू, धुपी सल्लाहको रुख पनि यस्तो दामी हुँदो रहेछ यहाँ चाहिँ। अनि बुवा हाम्रो नेपालमा पनि सबै कुरोहरू पाइँदो रहेछ। पोर्तुगल यो फुलको यो रुखको नाम चाहिँ के होला क्या बसन्त सर? यो फुल छ नि कस्तो राम्रो फुलहरू, फुलको नाम त हुन्छ नि रुखको नाम। यस्तो पिङ्क कलरको त्यो हाम्रो उतातिर साँझी त टुनी टाँकी के भन्ने हुन्छ नि, टाँकी के त्यो तराईतिर हुन्छ है। टुनी त अब माथितिर भयो। यस्तो राम्रो चाहिँ फुल छ, सब त समय छ यसरी नै। वाउ सो ब्युटिफुल। कोही बढीलाई यस्तो राम्रो छ है। यहाँ चाहिँ हाम्रो बसन्त सर त्यहाँ बस्दै हुनुहुन्छ। यो चाहिँ चक्लेटको रुख, हजुरहरूले पनि देख्न सक्नुहुनेछ। चक्लेट यसलाई चाहिँ चक्लेट भनिरहेछ। अब यो चक्लेटको सिजन कहिले हो बसन्त सर? चक्लेटको सिजन कहिले हो? चक्लेटको सिजन चाहिँ अब सुरु हुन्छ साथीहरू। यो चाहिँ यसको टेस्ट कस्तो हुन्छ? अनि यसको टेस्ट चाहिँ अमिलो हुन्छ। यहाँको भाषामा के भन्छ? यहाँ पोर्चुगिजमा अर्कै भन्छ त पोर्चुगिजमा। सक्नुहुन्छ मौसम जस्तो भएको छ, अघि भर्खर पानी परेको थियो। हामी चाहिँ ट्रेन कुर्दा 2 घन्टा लागिसक्यो, अहिलेसम्म पनि ट्रेन आएको छैन। साथीहरू 2 घन्टाको वेटिङ पछि बल्ल ट्रेन आयो। 12 बजेको ट्रेन थियो। ट्रेन कुरेर बस्ने मान्छेहरू यतिखेर छ। साथीहरू हामी चाहिँ ट्रेन चढ्यो, लागेर जाँदैछौँ हामी। साथीहरू हामी ताबेर आइपुग्यौँ। अब हामी चाहिँ यहाँबाट अब साथीनिर जाँदैछौँ। अनि हाम्रो बसन्त सर चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ अब लोकेसन हेरेर जानुपर्ने हुन्छ। यहाँको सिस्टम चाहिँ के छ भने आज किन होता नि त्यो मान्छेहरू एकतिर टिकट उस गर्न आएको पैसा उठाउनु। अब समय थोरै भएर होला। हामी चाहिँ लोज आइपुग्यौँ। लोज रे सरी ताबेर आइपुग्यौँ।
मौसम पनि एकदम चिसो चिसो छ, पानी बल जस्तो छ। अनि हामी चाहिँ साथीहरू चाहिँ गएर पनि अब 2-3 घन्टा भयो होला अब त। उहाँहरू चाहिँ बोल्डमा जानुभएको गाडीमा, अनि हामी चाहिँ अलिकति निस्कन ढिलो भयो अनि छोडेर जानुभयो साथीहरू। अनि हामी चाहिँ ट्रेन कुर्दा 2 घन्टाको वेटिङ पछि बल्ल ट्रेन आयो। अनि अब हामी चाहिँ जाँदैछौँ लोकेसन हेरेर। हामी फाइनली हामी चाहिँ आइपुगेर पनि डिनर हान्दैछौँ। ए लन्च हान्दैछौँ यो भरे फाइनल साथीहरू। अब हाम्रो ट्रेन चाहिँ 2:30 को रहेछ, अझै 2:06 भयो। अब हामी चाहिँ रुम जाँदैछौँ। कन्टिनेन्टली गरेर हामी रुम जान्छौँ अब चाहिँ। सर यहाँ हुनुहुन्छ, पोर्चुगलमा पनि हुनुहुन्छ। दुर्गा प्रसाईको भाइ बसन्त प्रसाई नेपाल ल्याइँदैछ। अब नेपाल ल्याइँदैछ। दुर्गा प्रसाईलाई जेल छुनेर के भयो त? हाम्रो सर हुनुहुन्छ यहाँ, उहाँ जानुहुन्छ। अब दुर्गा प्रसाईको कान्छो भाइ, दुर्गा प्रसाई कान्छो भाइ बसन्त प्रसाई। अब हामी चाहिँ खानासाना खाएर अब ताबिर कन्टिनेन्टली छिर्दैछौँ। हाम्रो बसन्त सर अनि हाम्रो केशव सर पनि हुनुहुन्छ। साथीहरू सबै अगाडि हुनुहुन्छ, म मात्र लास्टमा छु। अब यहाँ उभिँदा ढिलो भयो। अस्ति पनि आएको थिएँ तर मैले भिडियो चाहिँ बनाएको थिइनँ। केशव सर आज बिदाको दिन साथीहरूसँग घुम्दा कस्तो फिलिङ हुँदैछ? हाम्रो बसन्त अरू चाहिँ अगाडि आएको छ। हाम्रो नेपाल सुपर मार्केट जस्तो कन्टिनेन्ट यो चाहिँ रिमोट कन्ट्रोल। ल हाम्रो साथीहरू चाहिँ चप्पल जुत्ता किन्दै हुनुहुन्छ। ल है ल वाइन लभरहरू हेर्नुहोस्। ल साथीहरू हाम्रो यहाँ पोर्चुगल कन्टिनेन्टमा यस्तो खतरा वाइनहरू छन्। वाइन लभरहरूले चाहिँ त हेर्नु होला। के हो ओ बड्डा, नेपालको झन्डा बोकेर वाइन हेर्दै नि तपाईँ? लाज छैन? कन्टिनेन्ट स्पोर्ट जोन चाहिँ हामी चाहिँ स्पोर्ट जोनमा जाँदैछौँ। हाम्रो केशव सर साइडमा हिँड्नुहुन्छ अनि हाम्रो झन्डा बोक्ने दुर्गा प्रसाईको भाइ बसन्त सर चाहिँ अगाडि जाँदै हुनुहुन्छ। अब उहाँलाई चाहिँ नेपाल झिकाउनु पऱ्यो कि है छिटो न छिटो। साथीहरू अब हामी चाहिँ भित्र घुमेर सक्यो, अब घर जाँदैछौँ।